कल्पना गर्नुहोस्, हिजोसम्म मानिसहरू हिँडिरहेको बाटो, घरहरू, पसलहरू र गाडीहरू देखिने ठाउँमा आज हेर्दा चारैतिर माटो, ढुङ्गा र भग्नावेश मात्रै देखिन्छ। जहाँ एउटा सुन्दर बस्ती थियो, त्यही ठाउँ आज बगर जस्तै बनेको छ। यो कुनै चलचित्रको दृश्य होइन, यो हाम्रै नेपालमा रसुवाको भोटेकोशी क्षेत्रमा देखिएको वास्तविक दृश्य हो। अहिलेसम्म त तपाईँहरूले पनि देखिसक्नुभयो होला। अगस्त 26 अर्थात् भदौ 10 गते बिहान रसुवाको नेपाल चीन सीमा क्षेत्र नजिकैबाट आएको अचानकको भीषण बाढीले केही मिनटमै ठुलो विनाश मच्चायो। बाढीले घर, सडक, पुल, सवारी साधन र विभिन्न भौतिक संरचना बगायो। यसको प्रभाव रसुवामा मात्रै होइन, नुवाकोट, धादिङ हुँदै त्रिशुली नदी आसपासका क्षेत्रमा समेत परेको छ। तर सबैभन्दा ठुलो प्रश्न यही हो, आखिर यति ठुलो बाढी आयो कहाँबाट र के यो सामान्य वर्षाको बाढी थियो? आजको भिडियोमा हामी यही घटनाको पुरा कहानी बुझ्नेछौँ। आखिर रसुवामा के भयो त? घटना रसुवाको टिमुरे रसुवागढी क्षेत्र आसपासबाट सुरु भएको हो। बुधबार बिहान करिब 8:40 तिर नेपाल चीन सीमाभन्दा माथिल्लो क्षेत्रमा हिम तथा चट्टान सहितको ठुलो पहिरो गएको प्रारम्भिक विवरण आएको छ। त्यसले लेन्दे खोलाको बहावलाई केही समयका लागि अवरुद्ध गरेको र त्यसपछि ठुलो मात्रामा पानी, माटो, ढुङ्गा तथा बरफ मिसिएको डिबर फ्लो तलतिर आएको हुन सक्ने अधिकारी तथा वैज्ञानिकको प्रारम्भिक आकलन छ। अर्थात् पहाडको माथिल्लो क्षेत्रमा भएको एउटा ठुलो प्राकृतिक घटना तल बगिरहेको खोलामा मिसियो र त्यसपछि सुरु भयो विनाशको यात्रा। लेन्दे खोलाबाट आएको ठुलो बाढी भोटेकोशीमा मिसियो र तीव्र गतिमा तलतिर बग्न थाल्यो। पहाडका नदी बाटो साँगुरो हुन्छ, त्यसैले पानीसँगै आएको माटो, ढुङ्गा र चट्टानले बाढीलाई झन शक्तिशाली बनायो। केही समयमै नदी आसपासका संरचनाहरू यसको चपेटमा परे। बस्ती कसरी बगर बन्यो त? हामीले अहिले सामाजिक सञ्जाल र समाचारमा देखिरहेका तस्बिरहरू हेर्दा एउटा कुनै निकै डरलाग्दो देखिन्छ। पहिले र अहिलेको दृश्यमा जमिन नै फरक देखिन्छ। जहाँ पहिले घरहरू थिए त्यहाँ अहिले ढुङ्गा र माटोको थुप्रा छ। जहाँ सडक थियो त्यहाँ बाढीले बनाएको ठुला खाडल देखिन्छन्। जहाँ पुल थियो त्यहाँ नदी मात्रै बगेको देखिन्छ। डिपार्टमेन्ट अफ रोडका अनुसार बेत्रावतीदेखि रसुवागढीसम्मको करिब 42 किलोमिटर सडकमा ठुलो क्षति पुगेको छ र धेरै पुलहरू समेत बगेका छन्। अर्थात् यो केवल एउटा गाउँ वा सडकको सामान्य समस्या होइन, यो एउटा ठुलो इन्फ्रास्ट्रक्चर डिजास्टर पनि हो। भोटेकोशी यति शक्तिशाली कसरी बन्यो त? अब प्रश्न आउँछ, भोटेकोशी यति शक्तिशाली कसरी बन्यो त? अब यहाँ एउटा कुरा बुझ्नु जरुरी छ, बाढी भनेको केवल पानी होइन। यो घटनामा पानीसँगै माटो, बालुवा, ढुङ्गा, चट्टान र बरफ समेत मिसिएको हुन सक्ने प्रारम्भिक विवरण छ। यसलाई हामी सामान्य बाढी भन्दा निकै शक्तिशाली डिभर्स फ्लोको रूपमा बुझ्न सक्छौँ। कल्पना गर्नुहोस्, एउटा पहाडबाट हजारौं टन ढुङ्गा र माटो पानीसँगै तलतिर आउँदैछन्। त्यसको अगाडि पड्ने घर, पुल वा सडक कति समय टिक्न सक्छ? त्यसैले बाढीले संरचनालाई केवल डुबाएको होइन, कतिपय संरचनालाई त उखेलेर बगाएको देखिन्छ। के भूकम्प यसको कारण थियो त? घटनाको सुरुवाती समयमा भूकम्पसँग सम्बन्धित हुन सक्ने आशंका पनि गरिएको थियो, तर पछि गरिएको थप विश्लेषणले त्यहाँ रेकर्ड भएको सेस्माटिक सिग्नल भूकम्प भन्दा हिम तथा चट्टानको ठुलो कोल्याप्ससँग सम्बन्धित भएको देखाएको थियो। अमेरिकी भूगर्भ सर्वेक्षण अर्थात् USGS सम्बन्धित रिपोर्टमा उल्लेख छ। यसको अर्थ के हो त? हामीले सुरुमा सोचे भन्दा घटना अझ फरक प्राकृतिक हुन सक्छ। अहिले उपलब्ध सेटेलाइट इमेजनरी र वैज्ञानिक विश्लेषणले हिम पहिरो वा आइस रक एडभान्सले लेन्दे खोलालाई अवरुद्ध गरेको र त्यसपछि अचानक ठुलो बहाव आएको सम्भावना बलियो बनाएको छ। तर घटनाको सम्पूर्ण जियोग्राफिक मेकानिजम अझै अध्ययनकै क्रममा छ। त्यसैले अहिले नै एउटा मात्रै कारण अन्तिम सत्य भन्नु उचित हुँदैन। सबैभन्दा ठुलो क्षति कहाँ भएको थियो त? रसुवाको टिमुरे र रसुवागढी क्षेत्र यस घटनाबाट निकै प्रभावित भएका छन्। त्यसपछि भोटेकोशी हुँदै तलतिर आएको बाढीले नुवाकोट र धादिङ नदी किनारमा क्षेत्रमा समेत जोखिम बढायो। त्रिशुली नदीको आसपासका क्षेत्रमा समेत बाढीको प्रभाव देखियो। डिपार्टमेन्ट अफ रोडका पछिल्ला विवरण अनुसार नेपालभर बाढीबाट दर्जनौं पुल पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्, जसमा रसुवा, नुवाकोट र धादिङ सबैभन्दा प्रभावित जिल्ला मध्ये छन्। यसले एउटा गम्भीर प्रश्न उठाएको छ, नेपालको हिमाली क्षेत्रमा बनेको इन्फ्रास्ट्रक्चरहरू यस्ता एक्सट्रिम इभेन्ट सामना गर्न कतिको तयार छन्? अब आउँछ सबैभन्दा दुःखद पक्ष, मानवीय क्षति कति भयो। यो घटनामा ठुलो संख्यामा मानिसको मृत्यु भएको छ भने सयौं मानिस बेपत्ता भएका छन्। तर उद्धार तथा खोजी कार्य जारी रहेकाले तथ्याङ्क निरन्तर परिवर्तन भइरहेको छ। आजका पछिल्ला अन्तर्राष्ट्रिय रिपोर्टले नेपाल र चीनको तिब्बती क्षेत्र गरी मृत्यु हुनेको संख्या 160 भन्दा माथि पुगेको र ठुलो संख्यामा मानिस अझै सम्पर्कविहीन रहेको बताएको छ। यसमा स्थानीय मानिससँगै
पर्यटक, तीर्थयात्री र विभिन्न देशका नागरिक समेत प्रभावित भएको रिपोर्ट छ। किनभने रसुवागढी क्षेत्र नेपाल र चीन बीचको महत्त्वपूर्ण व्यापारिक तथा यातायात मार्ग हो। त्यसैगरी कैलाश मानसरोवर यात्रामा जाने मानिसको आगमन हुने क्षेत्र पनि हिमाली कोरिडोरसँग जोडिन्छ। त्यसैले घटनाको प्रभाव स्थानीय समुदायभन्दा धेरै ठुलो बनेको छ। अब मुख्य कुरा, किन यति ठुलो क्षति भयो त? केवल प्राकृतिक विपत्तिले मात्रै यति ठुलो क्षति भएको हो? उत्तर अलिक कम्प्लेक्स छ। पहिलो कारण हो नेपालको भौगोलिक अवस्था। नेपालको ठुलो हिस्सा पहाडी र हिमाली भूभागमा छ। यहाँ नदीहरू तीव्र गतिमा तल झर्छन्। दोस्रो कुरा, हिमाली क्षेत्रमा आइस र रक स्लाइड बढिरहेको छ। तेस्रो, जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा तापक्रम र हिमनदी सम्बन्धी जोखिममा परिवर्तन भइरहेको वैज्ञानिकले लामो समयदेखि बताउँदै आएका छन्। चौथो, नदी किनारमा बस्ती र इन्फ्रास्ट्रक्चर बढ्दै गएका छन्। र पाँचौं, यस्ता अचानक आउने फ्ल्यास फ्लोडका लागि वार्निङ टाइम अत्यन्तै कम हुन सक्छ। यस घटनाले यी सबै जोखिमलाई फेरि हाम्रो अगाडि ल्याइदिएको छ। एउटा घटना तर धेरै जिल्लाको जोखिम। रसुवामा सुरु भएको बाढी तलतिर आउँदा यसको प्रभाव एउटै जिल्लामा सीमित रहँदैन, किनभने नदीको पानी जिल्ला हेरेर रोकिँदैन। नदी जहाँ जान्छ जोखिम पनि त्यही दिशामा जान्छ। भोटेकोशी हुँदै तिर्छुलीमा पुगेपछि नदी किनारमा बस्तीहरू जोखिममा पर्न सक्छन्। त्यसैले माथिल्लो क्षेत्रमा कुनै ठुलो ल्यान्डस्लाइड हुन सक्ने इभेन्ट भयो भने त्यसको असर धेरै तलसम्म पुग्न सक्छ। यही कारणले यस्ता घटनाहरू अर्ली वार्निङ सिस्टम निकै महत्त्वपूर्ण हुन्छ। के यस्तो घटना फेरि आउन सक्छ? यो प्रश्न सबैभन्दा महत्त्वपूर्ण छ र यसको उत्तर पनि डरलाग्दो छ। जोखिम पूर्ण रूपमा समाप्त भइसकेको मान्न सकिँदैन। घटनापछि माथिल्लो क्षेत्रमा पानी तथा डिपर्सको अवस्था, सम्भावित अवरुद्ध नदी वा अस्थित भूगोलबारे आधिकारिकले निगरानी गरिरहेका छन्। किनभने एउटा ठुलो पहिरोपछि अर्को पहिरो आउन सक्छ। पहाडको माथिल्लो भाग अस्थिर हुन सक्छ। कुनै ठाउँ पानी थुमिएको हुन सक्छ भने अचानक फुट्न सक्छ। त्यसैले उद्धारकर्मी र स्थानीय मानिसले सतर्क हुन अझै जन आवश्यक पर्छ। अब नेपालले यसबाट के सिक्न सक्छ त? यो घटना केवल आजको समाचार होइन, यो नेपालका लागि एउटा वार्निङ पनि हो। हामी अब बाढी आएपछि मात्रै उद्धार गर्ने होइन, बाढी आउनु अघि नै जोखिम पहिचान गर्नुपर्ने हुन्छ। हिमताल कहाँ छन्? कुन हिमनदी तीव्र गतिमा परिवर्तन हुँदैछ? कुन नदी डिपर्ट फ्लोको सम्भावना छ? कुन बस्ती नदी किनारमा अत्याधिक जोखिममा छ? कुन सडक र पुल स्ट्राटेजिक रूपमा सुरक्षित बनाउन सकिन्छ? यी प्रश्नको उत्तर खोज्नुपर्छ। त्यसैगरी हिमाली क्षेत्र सेटेलाइट मोनिटरिङ, सेन्सर, रिभर लेभल मोनिटरिङ र रियल टाइम वार्निङ सिस्टम अझै बलियो बनाउन आवश्यक छ। किनभने प्राकृतिक विपत्तिलाई रोक्न नसकिएला, तर त्यसबाट हुने मानवीय क्षति भने कम गर्न सकिन्छ। सबैभन्दा ठुलो कुरा, मानिसको जीवन। सडक फेरि बनाउन सकिन्छ, पुल फेरि बनाउन सकिन्छ, घर फेरि बनाउन सकिन्छ, तर ज्यान गुमाएका मानिसलाई फर्काउन सकिँदैन। त्यसैले अहिलेको प्राथमिकतालाई दोष दिनु खोज्नु हुँदैन। पहिले मानिसको उद्धार गर्नु सही हुन्छ। बेपत्ता मानिसको खोजी गर्नु, घाइतेको उपचार गर्नु, घरबार गुमाएकालाई सुरक्षित स्थानमा राख्नु हो र प्रभावित परिवारलाई आवश्यक सहयोग गर्नु हो। अन्तिम कुरा, रसुवाको यो घटनाले हामीलाई एउटा कठोर सत्य देखाएको छ। प्रकृति शान्ति देखिँदैमा सुरक्षित छ भन्ने हुँदैन। हिमालको माथिल्लो भागमा भएको एउटा घटनाले केही मिनटमै 100 किलोमिटर तलसम्म प्रभाव पार्न सक्छ। हिजोसम्म मानिसको आवाज सुनिने ठाउँ आज नदीको गर्जन सुनिन्छ। हिजोसम्म गाडी गुड्ने सडक आज त्यहाँ ढुङ्गा र माटो छ। हिजोसम्म मानिसको सपना बोकेको बस्ती आज बगरमा परिणत भएको छ। त्यसैले यो केवल रसुवाको कहानी होइन, यो सम्पूर्ण हिमाली नेपालको वार्निङ हो। हामीले विकास गर्नुपर्छ, सडक बनाउनुपर्छ, पुल बनाउनुपर्छ, बस्ती बसाउनुपर्छ, तर प्रकृतिको जोखिम बुझेर मात्रै। किनभने विकास र प्रकृति बीचको ब्यालेन्स बिग्रियो भने एकैपटक आएको एउटा बाढीले वर्षौं लगाएर बनाएको संरचना केही मिनटमै समाप्त पार्न सक्छ। अन्तमा बाढी र पहिरोबाट प्रभावित सबै परिवारप्रति गहिरो समवेदना। बेपत्ता भएकाहरू सकुशल भेट्यून्, उद्धारमा खटिएका सबै सुरक्षाकर्मी, स्थानीय र स्वयंसेवकहरू सुरक्षित रहन् र नेपालले यो विपत्तिबाट केवल दुःख होइन, एउटा ठुलो पाठ पनि सिक्न सकोस्। यदि तपाईँले यो भिडियो इन्फर्मेटिभ लाग्यो भने सेयर गर्नुहोला, किनभने यस्तो जानकारी धेरैभन्दा धेरै मानिससम्म पुग्नु पनि अहिलेको समयको एउटा प्रकारको सहयोग नै हो। च्यानलमा नयाँ हुनुहुन्छ भने यस्तो इन्फर्मेसनहरूको लागि च्यानललाई सब्स्क्राइब गरी बेल आइकन दबाउन चाहिँ नभुल्नुहोला। भिडियो यहाँसम्म हेर्नु भएकोमा धेरै धेरै धन्यवाद।